सो हेलो एभ्रिवान, फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। अनि आज म फेरि बनाउन लाग्छु गिलो रोटी। अनि त्यसको लागि चाहिँ मैले आटा निकालिसकेँ। अनि त्यसमा चाहिँ चिनी राखिदिएँ गुलियो बनाउनको लागि। अनि त्यसपछि मैले चाहिँ यसमा पानी मिसाइदिन्छु। अनि पानी मिसाएपछि चाहिँ बिस्तारै बिस्तारै गरेर चलाउँछु कि यसलाई डल्ला नपरोस् भनेर। बिस्तारै बिस्तारै गरेर अलिअलि पानी थप्दै चलाउँदै गर्छु। अनि त्यसपछि यो चाहिँ यतिको हुन्छ कि के अरे पकाउनको लागि चाहिँ ठिक्क। अनि मैले चाहिँ फेरि प्यान रेडी गरेँ ग्यासमा तताउनलाई। अनि त्यसपछि पकाउन थालेँ। मैले चाहिँ एकदम गर्मी भइसकेको थियो, पकाउँदा पकाउँदा पसिनै आइसकेको थियो। अनि मैले चाहिँ रोटी पकाउन थालेँ। तर म चाहिँ यो गिलो रोटी खान्न, मलाई खान मन छैन। मैले चाहिँ चटपट मगाएको थिएँ, त्यही चटपट खाने हो। अनि मैले चाहिँ सबैले रोटी पकाएर दिएपछि चटपट खान थालेँ। सो मिठै थियो चटपट पनि। आजको लागि चाहिँ यति नै हो। बाई बाई।